बरु बाटोहरू नबनाऊ, पुलहरू पनि नबनाऊ, तर विपदका बेलामा चाहिने उद्धारका उपकरणहरू, सामग्रीहरू, हेलिकप्टरहरू, होइन, एम्बुलेन्सहरू, अब के हुन्छ अत्याधुनिक तपाईँको चाहिँ प्रविधियुक्त जनशक्ति र त्यो खालको उपकरणहरू हामीले जोड्नुपर्छ। हर्कराज राई 5 मिनेटभित्र आफ्नो कुरा राख्नुहोला। सम्माननीय सभामुख महोदय, हामी अत्यन्तै दुःखी छौँ। यो प्राकृतिक विपद अत्यन्तै अकल्पनीय विपदमा परेर यतिखेर हामीले क्षति बिहोर्नु परिरहेको छ। यो अवस्थामा हामीलाई यो विपदसँग लड्नका लागि, यस्तो विपदबाट चाहिँ जोगिनका लागि हामीले प्रोएक्टिभ योजनाहरू बनाउनु पर्दछ भन्ने सुझाव पनि म दिन चाहन्छु। बरु बाटोहरू नबनाऊ, पुलहरू पनि नबनाऊ, तर विपदका बेलामा चाहिने उद्धारका उपकरणहरू, सामग्रीहरू, हेलिकप्टरहरू, होइन, एम्बुलेन्सहरू, अब के हुन्छ अत्याधुनिक तपाईँको चाहिँ प्रविधियुक्त हाम्रो विपदसँग जुझ्ने, विपदको बेलामा त्यो विपद व्यवस्थापनका लागि भूमिका खेल्ने जनशक्ति र त्यो खालको उपकरणहरू हामीले जोड्नुपर्छ भन्ने चाहिँ सुझाव दिन चाहन्छु। घटनाले हामीले सिकाउँछ। हामी कसैले नसोचेको घटना घट्यो, यसले हामीलाई दह्रो र गहिरो पाठ सिकाएको छ। यतिखेर हामीले सबै दल मिलेर हामीले चाहिँ यो विपदमा परेकाहरूलाई चाहिँ नि राहत दिने, होइन, उद्धार गर्ने, राहत दिने र पुनर्स्थापना गर्ने काममा हामी जुट्नुपर्दछ भनेर म ध्यान आकर्षण गर्न चाहन्छु। र यो चीनबाट आएको कुरा आयो। चीनले हामीलाई यो यस्तो भइराखेको छ भन्ने किसिमको जानकारी सुरुमा दियो कि दिएन भन्ने कुरा हो। अब यो चीनबाट सुरु भएर नेपाल हुँदै भारत जाने होला, त्यो भारत पछाडि मात्रै समुद्र त पुग्ने हो। त्यसले गर्दाखेरि फेरि नेपालले चाहिँ उता भारतलाई जानकारी दियो कि दिएन भन्ने कुरा पनि होला। त्यसले गर्दाखेरि यो इन्फर्मेसन एक्सचेन्ज भन्ने कुरा ठुलो कुरो हो। अब यो भिडियोमा हेरेर, मिडियामा हेरेर एआईले पनि बनाइराखेको हुन्छ कतिपय कुरा। त्यसले गर्दाखेरि त्यो मोबाइलमा हेरेर, सोसल मिडियामा हेरेका कुराहरू सबै कुरो आधिकारिक हुन सक्दैन। त्यसले गर्दाखेरि यो खालको इन्फर्मेसन चाहिँ एक्सचेन्ज हुनु पर्थ्यो भन्छु म। केही कारण भयो होला र यस्ता घटनाहरूबाट चाहिँ हामी बच्नका लागि अब धेरै अन्य ठाउँमा पनि यस्ता घटनाहरू हुन सक्छन्। अब अहिले हामी उद्धारमा जाँदैछौँ, त्यहाँ उद्धारमा जाने भनेर चाहिँ नि साथीभाइहरू कति बाटो लागेका छन्, त्यो चिरा परिराखेको होला, होइन, त्यो भूकम्प जस्तो तपाईँको कम्पन गर्दै, पराकम्पन, भूकम्प, त्यो हल्लेर त्यो भाइब्रेसनले चिरा परिराखेको जमिन फेरि भत्केर उद्धार गर्न जाने मान्छेहरूलाई पनि अलिकति, होइन, सजग भएर जानुपर्छ होला, नत्र फेरि अर्को विपद आइलाग्छ भनेर सुझाव पनि दिन चाहन्छु। र यो घडीमा अत्यन्तै गहिरो दुःख व्यक्त गर्दै मेरो भनाइ यही राख्दछु। र यतिखेर हामी सबैजनाको राष्ट्रिय एकताको खाँचो छ। यतिखेर सत्ता पक्ष र प्रतिपक्ष भन्ने कुरा आउँदैन। हामी एउटै टिम हो। वी आर वान टिम, वान नेसन, है। हाम्रो गोल पनि एउटै छ। त्यसले गर्दा सबैको सुरक्षा हुन सकोस् यो भन्न चाहन्छु। धन्यवाद, नमस्ते।